हेलो साथीहरु, वेलकम ब्याक टु माई युट्युब च्यानल। मेरो नयाँ युट्युब च्यानलमा तपाईहरुलाई स्वागत छ। मेरो युट्युब च्यानल चाहिँ मन भ्लग हो। मेरो युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला, शेयर लाइक कमेन्ट गरिदिनु होला। हजुरहरुले लाइक कमेन्ट शेयर अनि सब्स्क्राइब गरिदिनुहुन्छ भन्ने ठुलो आश छ मलाई। नयाँ च्यानल हो नि, फेरि हजुरहरुको माया साथ सपोर्ट पाए भने अगाडि बढ्छु भन्ने आश छ। त्यही हो साथीहरु, सानोले सानोलाई नै सपोर्ट गरेपछि ठुलो बन्ने हो। त्यही नै अब हामीले पनि अरूलाई साथ सपोर्ट गरिन्छ, सब्स्क्राइब गरिन्छ, लाइक गरिन्छ, अरूको भिडियो हेरिन्छ, शेयर गरिन्छ। त्यस्तै हाम्रो पनि लाइक कमेन्ट शेयर गरिदिनु होला तपाईहरुले पनि। मेरो चाहिँ फर्स्ट हो युट्युबमा चाहिँ यो भिडियो। एउटा कमेन्ट छोडिदिनु होला सुझाव सल्लाहको लागि। सो त्यही नै हो, हजुरहरुको माया साथ सपोर्ट जति नै बढ्दै जान्छ त्यति नै मेरो भिडियोको क्वान्टिटी बढ्दै जान्छ अनि क्वालिटी पनि बढ्दै जान्छ। हजुरहरुले साथ सपोर्ट गर्नु अनि माया मार्न चाहिँ नबिर्सिनु होला। यो चाहिँ मेरो फर्स्ट भिडियो थियो। केही गल्ती कमी कमजोरी भए पारे यस्तो भयो भनेर कमेन्ट चाहिँ छोडिदिनु होला सुझाव सल्लाहको लागि भए पनि। अनि आजको यो युट्युबको फर्स्ट राइड चाहिँ सेक्टर 93 नोएडादेखि दिल्लीसम्मको हो। दिल्ली चिडियाघर। दिल्ली चिडियाघरभित्र भएको जे छ जस्तो छ त्यो देखाउने कोसिस गर्छु। जति मैले देख्छु त्यति तपाईहरुलाई देखाउने कोसिस गर्छु। म चाहिँ पहिला पनि एकचोटि गएको थिएँ अनि त्यति बेला चाहिँ धेरै थियो। अहिले चाहिँ के कस्तो छ तपाईहरुलाई भिडियो मार्फत सबै देखाउँछु। भिडियो हेर्दै जानु होला, साथ सपोर्ट गर्नु होला। त्यही नै हो। बाटो चाहिँ हाम्रो यहाँ बस्नेदेखि अलि धेरै टाढा नै पर्छ। त्यो त्यहाँ पुग्नको लागि जाँदा जाँदा यस्ता बाटा त कति छन् कति। कमसी कम पनि सिम्पल्ली हामीले 4-5 वटा फ्लाइओभर त पछाडि छोडिसक्यौँ। अब फ्लाइओभर छोड्दा फेरि अर्को नयाँ फ्लाइओभर स्टार्ट हुँदैछ। अनि राइटमा रनिङ चल्दा चल्दै हामी चाहिँ पुग्ने बेला भइसकेको छ। यो चाहिँ अहिले दिल्लीको फेमस नयाँ बस बिजुलीबाट चल्नेवाला र अनि यो माथिबाट मान्छे चल्ने बाटो अनि त्यही अगाडिदेखि नै चाहिँ रेल हिँड्ने बाटो। यहीँ रहिसक्यो 4 पैयाको लेखा त 2 टका छैन होला कि ठीक है पार्किङ। रनिङको दौडधुप गर्दा गर्दै हामी 1 घन्टा करिब चिडियाघरको पार्किङमा पुगिसक्यौँ। अनि पार्किङको लागि टिकट काट्न पर्दो रहेछ। अब ठुलो गाडी छ भने 40 रुपियाँ लाग्दो रहेछ अनि 2 पैयाको लागि फेरि 36 रुपियाँ। यो 36 भन्दा कि 35 कि 40 भएको भए एकदम बेस्ट हुन्थ्यो होला। फाइनली बाइक पनि पार्किङ लगाइयो। अब तपाईको हेलमेट त राख्नु हुन्छ। मेरो हेलमेट फेरि म जम्मा गराइदिउँ ल के गर्दा कति लिउला 20 रुपियाँ त लिउला गरे दिनुस्। आन्टी किधर 1 नम्बरमा हेलमेट जम्मा भयो। भित्र इन्ट्री गर्नको लागि यहाँ स्क्यान राखिदिएको रहेछ। स्क्यानलाई गुगलबाट स्क्यान गरेर स्क्यान भइसकेपछि पेको अप्सन आउँछ अनि पे गर्नुस्। अनि भित्र पैसा चाहिँ एकजनाको 80 रुपियाँ मात्र लाग्दो रहेछ। यो भइसकेपछि भित्र जानको लागि त यो स्क्यान देखाएर मात्रै भित्र जान सक्नुहुन्छ। सक्यौँ हामीले सामान पनि चेक गरायौँ। यो चाहिँ खासै हाम्रो स्टेक छ, यो माइक छ अनि माइक चाहिँ लगाउन पाएको थिएन। अनि यहाँ हाम्रो यो सेल्फी स्टिकहरू छ, यसलाई चाहिँ केही गरेन। बाँकी हाम्रो टोपीहरू छ, जाडो हुन्छ भनेर हामी भित्र आइसक्यौँ। किन बाहिरको चाहिँ बनाइएन, खासै सिस्टम पनि अहिले चेन्ज गरेर रहेछ। पहिला अनलाइन सिस्टम थियो भने अहिले फेरि स्क्यानर सिस्टम त्यो सिस्टमले बनाएको रहेछ। ल अब हामी चाहिँ भित्र प्रवेश गरिसकेको छौँ। के हुन्छ अब सबै उतै गएर टिकट चाहिँ महँगो होइन चाहिँ मात्रै 80 रुपियाँ एउटाको। अब जतिजना हुनुहुन्छ अब बच्चा बच्चीको नि लाग्दो रहेछ टिकट चाहिँ। अब एउटा मान्छेको चाहिँ बच्चा भए पनि ठुलो भए पनि 80 रुपियाँ लाग्दो रहेछ। अनि अनलाइन हामीले त अनलाइन पेमेन्ट गरेर आयौँ। त्यहाँ दलालहरू त धेरै बसेको थिए। दलाल थ्रु गरेको भए अब धेरै पैसा लाग्थ्यो होला। तर हामी चाहिँ आफैले अनलाइन गरेर अनलाइन टिकट गरेर आएको। ल अब दिदी सँगसँगै रमाउनु होला। ए हेर्नु कत्रो बनाएको थियो यार। ये फले चाहिँ देखियो है उता हत तेरे लटर रमी है यार। सो यो जनावर चाहिँ के हो मलाई थाहा भएन। यसो हेर्दा ढेडै जस्तो देखिन्छ तर त्यो होइन रे भन्छन् के रे। तर के हो हजुरले कमेन्ट गर्नु होला। जरा यो मा कसम बहुत छ सिङ दा त्यत्रा सिंहन गाडे सिङ भएर त्यस्तै भयो। सिङ त्यस्तै त हुन्छ नि पर्दा सिङले जिता खाएको नि त ढेनेक ढेनेक गरे सिङ हेर्नु न टाउको
आफ्नो बच्चा बच्चीलाई कसको माया लाग्दैन हेर्नुहोस् न यो आमाको माया यस्तो हुनुपर्छ माया भनेको यो चाहिँ पानी गइरा किन घर चाहियो जान्टोलाई यत्रो तोरी बारी देखिँदैन त्यहाँ चाहिँ यत्रो दगुन नि सक्दैन साप्रा गलिहाल्छ गरे उतिखेर हेलो दोस्त गयो घर हामीले देखेको दृश्य चाहिँ यति नै हो अरू दृश्य हेर्नको लागि हल्का ढिलो भएछौँ हामी ढिलो हुनुको चाहिँ पैदल हिँडेको थियौँ नि त त्यस कारणले हामी अलि ढिलो भयो हामी त के ढिलो हुने र हामीभन्दा धेरै ढिलो चाहिँ यहाँ आउनु भएको थियो भर्खर इन्ट्री भएको रहेछ भर्खरै फर्किनु पर्यो किनकि गेट बन्द हुने टाइम भइसक्यो नि त्यसै हामी चाहिँ अब इन्ट्री गरेर निक्लेको है इन्डिया